नमस्कार, स्वागत छ सम्पूर्णमा। के तपाईलाई जानकारी छ नेपालको कानुन अनुसार प्रत्येक जिल्लामा एक जिल्ला अदालत रहनेछ भन्ने व्यवस्था रहेको छ? उक्त कानुनी व्यवस्था कहाँनिर छ भन्दा नेपालको न्याय प्रशासन ऐन 2073 को दफा 3 को उपदफा 1 मा प्रत्येक जिल्लामा एक जिल्ला अदालत रहनेछ भन्ने कानुनी प्रावधान रहेको छ। अब जिल्ला त एकदमै ठुलो भयो हैन, जिल्लामा त धेरै ठाउँ हुन्छ। जस्तै दोलखा जिल्ला भन्ने बित्तिकै धेरै ठाउँहरू हुन्छ नि त। दोलखा जिल्लाभित्र अब त्यहाँ वाडा नगरपालिका के हुन्छ हैन। सो कहाँनिर चाहिँ जिल्ला अदालत रहन्छ त भन्ने कुरा पनि कानुनमा नै व्यवस्था गरेको छ। उक्त व्यवस्था भने दफा 3 को उपदफा 2 मा गरेको छ। जिल्ला अदालत जिल्लाको सदरमुकाममा रहनेछ भन्ने प्रावधान रहेको छ। यानि कि दोलखा जिल्लाको जिल्ला अदालत कहाँ छ भन्दा चरीकोटमा छ, किनकि चरीकोट चाहिँ दोलखा जिल्लाको सदरमुकाम हो। सो यदि तपाईलाई अन्य कुनै प्रश्नहरू छन् भने तपाईले मलाई कमेन्ट मार्फत सोध्न सक्नुहुन्छ। धन्यवाद।